मेरो यो भनाइ टिकटकतिर भए पनि काटेर सुरक्षित राख्नु होला। आज एक अर्कालाई वर्ग शत्रु मानेर तथा नाम गाली गर्ने ओली प्रचण्ड झलनाथ माधव नेपाल एकै ठाउँमा उभिनेछन्। यो पनि रेकर्डमा राख्नु होला कि प्रचण्ड माधवलाई हात्तीको कानमा टाँसिन आएका चमेरा भन्ने कांग्रेसले हामी त प्रतिगमन रोक्ने गठबन्धन गरेका दल हौ नि, आउनुहोस् फेरि मिलौं भन्ने छ। जसले जसलाई जति गाली गलौज र आलोचना गरेको भए पनि सत्ताको भाग बन्डामा सबको र्याल एकै पटक चुइनेछ र कुनै पनि दल कुनै पनि अर्को दलसँग मिल्न जानेछ। अहिले लडाई गरेर एक अर्काको चरित्र हत्यामा उत्रिएका दलका कार्यकर्ता केटाहरू आफ्नो शरीरभित्र छिरेको खसी कुखुरो सुँगुर राँगोको क्वान्टिटीका आधारमा एक अर्काको बचाउमा उत्रनेछन्। ढिला चाँडो यो देशले मन्त्रीका रूपमा कैयौं ठेकेदार साहबहरूलाई पाउनेछ, गुण्डा नाइके जीवहरूलाई पाउनेछ। अनि बचाउका लागि फेरि पनि प्रयोग हुनेछन् वाल्मीकि ऋषि। अनि फेरि भनिनेछ वाल्मीकि ऋषि पनि त रत्नाकर डाकु थिए। नयाँ रत्नाकरहरूलाई अग्रिम शुभकामना।